हाम्रो नानीले दही चिउरा खाँदैछ। म चाहिँ अहिले स्कुलमा खान्छु। उसलाई चाहिँ स्कुल जानको लागि मैले रेडी गरेर दही चिउराले तयार गरेर दिएँ। यो मजाले हालेर खाऊ न यसरी। अनि यता चाहिँ हाम्रो जङ्गली च्याउ आएको छ। सालले च्याउ कसलाई मनपर्छ च्याउ? मलाई चाहिँ एकदमै च्याउ मनपर्छ। यसलाई चाहिँ केलाइ गरेर अब यो चाहिँ सायद बेलुकाको खाना हुन्छ होला, किनभने अहिले त अब दही चिउरा खाइन्छ जस्तो लाग्दैछ कि के हुन्छ अब। यस्तो राम्रो छ डल्ले डल्ले। यो चाहिँ छाता परेको दुईटा कलरको चाहिँ आउँछ यहाँ चाहिँ। साथीहरू मलाई चाहिँ च्याउ देखेपछि आज असार पन्ध्रलाई पनि पर राख्नु मन लाग्यो है। त्यसपछि मैले चाहिँ च्याउलाई दुई पखाली गरेर केलाएर काटकुट पारेँ। त्यसपछि बनाउनतिर लागेँ। म चाहिँ साथीहरू च्याउलाई हल्का बोइल गरेर बनाउँछु ल, किनभने जङ्गलको हो नि त, बिसादीहरू पनि हुनसक्छ। अनि थोरै नुन र हर्दी या बेसार राखेर बोइल गरिसकेपछि चाहिँ त्यहाँको कीटाणुहरू पनि सबै जान्छ जस्तो लाग्छ होइन। कुनै बिसादी हुन्छ नि सर्पहरूले किराहरूले यस्तोले खाएको छ भने पनि जान्छ जस्तो लाग्छ। अनि म चाहिँ अब पकाउनतिर लागेँ है त साथीहरू। मलाई चाहिँ च्याउ देखिसकेपछि चाहिँ खाना नै खान मन लाग्यो। कतिखेर बनाएर खानु जस्तो भइसकेको थियो कि मलाई चाहिँ फेरि कस्तो धेरै खान मन परिरहेको थियो। अनि आज दही चिउरा खाने भनेर बसेको थियो, तर खानामा पनि साथीहरू खाना चाहिँ एकदमै मिठो भएको थियो। भयो त्यही भएर म चाहिँ च्याउ खान लाग्दैछु, मासु भनेछु। तर साथीहरू यो चाहिँ मासु जस्तै हुन्छ, बर्खामा पाउने यो च्याउ चाहिँ खानुभएको छ कि छैन? खानुभएको छ भने कमेन्ट गरिदिनु होला। खानासाना खाएँ है, छोरीलाई पनि खुवाउनु पर्ने हुन्छ दिउँसो। म खाना खान्छ है त साथीहरू। बाई बाई।